हेलो साथीहरु, आज चाहिँ म फर्स्ट टाइम प्राङ्क भिडियो तपाईको बिचमा म गरिरहेको छु। यसको रिएक्सन के हुन्छ हेर्नुस् ल। र हेर्नुस् ल साथीहरु, यहाँ भाइ यहाँ भित्र छ। ए प्रनिश भाइ, तेरोमा हिसाब दिन आएको कि? कति भएछ लु खाता हेर त। तपाईको 10 किलोको भएछ। 10 किलोको भएछ। 10 किलो? 10 किलो? हजुर। अहिले मासु 10 किलो भनेको? हजुर 10 किलोको मेसिन ल म यहाँ जोड्छु। के भन्छ? 10 गुणा 280ले 2800 भएछ। 2800। रेला चाहिँ नगर ल। 2800 भएछ तपाईको। रेला चाहिँ नगर, हामी दुईजनाको परिवारले चाहिँ 10 किलो मासु खान्छौँ र। हैन पहिले त्यति नै लगेको त 10 किलो भएछ। हैन पहिले त्यति नै लगेको त 10 किलो भएछ। हैन कसरी किलो हो उयो चाहिँ भन्न। 280। 280 रुपैयाँ? हजुर। बेकारको कुरा नगरे, हामी बस्तीमा बस्नेहरूलाई चाहिँ उयो नगर ल। हैन हेर्नु त 200 के भयो? तेरो 2800 भनेको होइन? हजुर 2800। 10 किलोको। 10 किलो 2800। अहिले मैले 10 किलो मासु नै खाएको छुइनँ, तेरो कसरी उयो भयो? तैँले खातामा बढाउँछस् क्या? मैले तेरो होइन खाता निकाल। नै ए पहिले त्यति नै लगेको यी। यो आम्मा हेर लु 10 किलो लेखिरहेको रहेछ। यो तँले त बढाउँदैछस् क्या? यहाँ खातामा कोरिरहेछस् त। आहा हुँदैन नि त्यो त्यस्तो पाराले। अहिले सिलगढीमा त ए सबैजनाले त्यति नै देखाछ त यी। होइन नि, सिलगढीमा 120 रुपियाँ सबैजनाको 120 रुपियाँ केजी छ। कहाँ सिलगढी भनेको सिलगढी हो। होइन यता गाडी भाडा काट्नु पर्दैन र। यता गाडी भाडा काट्नु पर्दैन र। गाडी भाडाहरू महँगो छ यता। होइन कहाँ हुन्छ? ल 500 रुपियाँ। अनि यो मलाई चाहिने र बुढान तपाईँ त्यसै राख्ने त्यो पैसा। होइन ल न, अब तेरो मैले खाएको हो नि त मासु, त्यो 10 किलो खाएको छु। मैले छोडिदिएको बुढान 2800 दिनु न त नदिनु जा। ल भाइ दिन्न, अब तिमी मासु पनि खाँदिनँ, तेरो 10 किलो मासु चाहिँ बढाएर। मैले त्यसै दिएर भाइ। ए भाइ होइन, तैँले साँच्ची भने त्यो 500 रुपियाँ पनि थाप्दैनस्? थाप्दिनँ म तपाईँको हेर्नु न यहाँ खातारै नाम हटाइदिन्छु। डल्लै कोरे यी तपाईँकै नाम होइन यो। होइन नरिसानु होइन भाइ। डल्लै कोर्टे भयो त्यो। होइन दिन्छु नि त, तेरो कति राख्यो अरे? तेरो कति 10 किलोको होइन? हजुर दिन्छु। यो डल्लै कोर्टे भयो। होइन भाइ, नदिनु। होइन तँलाई मैले होइन प्राङ्क गरेको। हजुर ल नरिसा ल। हुन्छ। ल